कति खाइदियो है। हेलो हेलो साथीहरू, आज चाहिँ म जाँदैछु यसो न। हेलो, के छ तपाईँको खबर? उहाँ चाहिँ फुपूले सुन्नु भएन गाई। अनि म चाहिँ के गरौँ त, म चाहिँ जाँदैछु काँक्रा लिनको लागि भाउजूको घरमा। यो चाहिँ दोपट्टा लिएँ। यो दोपट्टा भरि आउँछ कि आधा आउँछ मलाई थाहा छैन। मैले चाहिँ यो दोपट्टा चाहिँ लगेको छु। हाम्रो गाउँमा यत्रो मकै भइसकेछन्, मकै गोडेर पनि सिद्ध्याउन लागिसके। अब के गर्ने त भन्नु अरे कि। अनि त्यही हो साथीहरू, तपाईँहरू पनि सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। मैले चाहिँ आज के भन्ने, यस्तै छ जिन्दगी बिहारमै चलिरहेछ। यस्तो गर्मी छ। अहिले चाहिँ अब म मुजाडा पुग्दासम्म यो गर्मीले मलाई डामाडोल भर्दाको मेरो शनिराना हालमा आइहाल्छन्। त्यस्तो हो, मलाई गर्मीमा हिँड्नै हुँदैन। शनिराना आफै उत्पन्न भइहाल्छन्। अनि म के गरौँ त, बेहालै छ जिन्दगी। अनि त्यही भएर रमाइलो छ जिन्दगी। अब के गर्ने, यस्तै छ साथीहरू। तपाईँहरूलाई म अहिले नै उता भाउजूको घर पुग्न लाग्दा म तपाईँहरूलाई भिडियो बनाएर देखाउने नै छु। हेर्दै गर्नु होला है त। हेलो साथीहरू, म चाहिँ बजार क्रस गरेर माथि लागिसकेको छु उता घरतिर। मैले चाहिँ बाटोमा हिँड्दै गर्दा गरममा यस्तो पनि समस्या हुन्छ र। के समस्या भयो त भन्दाखेरि, बाटोमा कहाँ जाने काँक्रा ल्याउनु, काँक्रा ल्याउने लरुप्पेले चाहिँ काँक्रा लरुप्पेले काँक्रा चाहिँ धेरैले मलाई रुपिदिएको छ। काँक्रा छन् कि छैनन् तर थाहा भएन। त्यही हो समस्या साथीहरू। मलाई त थाक लागिसकेछ। हेलो साथीहरू, आज चाहिँ हाम्रो घरमा अचार बन्दैछ। यसको लागि चाहिँ तेल रेडी बनाइसकेको छ तताउनुको लागि। चाहिँ तेल रेडी भइसकेको छ भने यता चाहिँ मम्मी आफूलाई रेडी गर्दै मसला सब पिसिसकेको छ यता मिक्सरमा। यता सबै रेडी पार्दै यता डब्बा, कति डब्बा हुन्छ थाहा छैन। अनि चाहिने जोमा यता रेडी हुँदैछ गाइस। यता मम्मी हामीलाई देखाउँछु। साथीहरू, म चाहिँ आँपको पानी थाल्दैछु। यता तेल पनि गरम लगाएको छु। के हरायो अरे? के हरायो अरे? मम्मी डढी गयो कि तेल बन्दाहरू? पैसा डढी गयो तेल डढी गयो। के हरायो अरे मम्मी? कहिलेको? हाम्रो चाहिँ भाइ माछा बसिरहेको। अब गर्नुपर्ने हुन्छ, काट्नुपर्ने ल। अचार हाल्दै उहाँ चाहिँ अचार हाल्दै हुनुहुन्छ। साथीहरू, मसला सब पिसेको थियो कि त्यहाँमा अब मिक्स गर्नु लाग्नु भएछ। त्यसले ल्याउँ के अब म चाहिँ तेल लिएर आउनुपर्ने हुन्छ। कसो होला त्यो बस्ने? पल्लाको टिउ बस्ने। हो त्यसो गर्नु। हेलो साथीहरू, म चाहिँ अहिले कहाँ जाँदैछु त? यसो
यसो दौडेर जाँदैछु नास्ता पुऱ्याउनु गडा कसैको बुहारीले उठाएको ससुलाई अब पुगाइदिउँ भन्नुबाट होइन त्यही भएर म चाहिँ जाँदैछु। यस्तो भ्यू देखिन्छ क्या हरियाली हो क्या गाउँमा त रमाइलो हो गाउँमा यस्तै छ पारामा हिँड्यो टक 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 जाँदैछु। के खानुहुन्छ भने तपाईँलाई तलदेखिको नास्ता हो बरिल दिए सासूको माया मान्ने यस्तो पनि बुहारी हुनुपर्छ कि मान्छेले नास्ता खाना आयो भने पनि आउनु न त मी त निकी हो त मी ल भोक लाग्यो होला भन्ने मान्छेले यति माया गर्यो यति त हुन अब बिस्तारै गड ए त्यति खायो ल राम्ररी मिसाइलो चिउडा र चाउचाउ अनि त्यही हो हामी चाहिँ अब यसो लाग्यौँ खानुहोस् नास्ता मकै यता भइसकेको छन् अनि के गर्नु त्यही छ रमाइलो छ गाउँमा चाहिँ त्यही हो साथीहरू अनि के भन्ने तपाईँहरूलाई पनि यस्तै छ आकाशमा सडक गुडिङ 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 भइरहेको छ यो राम्ररी सुन्न चाहिँ कति अरे 4 बजिसक्यो कि आकाश गुड्किन थालिहाल्नै हाल्छ के गर्ने चाहिँ उकेर लगाएका नाइ रहेछन् एकसरो गोडेको रहेछ अस्ति पनि गोडेको थिएँ गाइज चाहिँ सबै कामसाम सिद्धियो अब मङ्गलसुन्तर्फ कहिले जाने के गर्ने भन्ने हो समस्या त्यही छ गाइज त्यही हो मङ्गलसुन अब कहिले जाइन्छ त थाहा छैन मलाई कलेज सुरु भइसकेको छ कलेज त मैले सक्नुपर्ने हुन्छ जसरी पनि अनि त्यही हो अनि मान्छे मैले भेटी बनाएको देख्दाखेरि हाँसिरहेको छ नि मान्छे के नहाँसे ए म त गीत गाइकन आएको छु त्यही हो अनि नजर मैले त कसरी पास हुन्छु बाह्रमा मलाई थाहा पनि छैन त्यसैले म चाहिँ जानुपर्ने हुन्छ छिटै नै त्यही हो साथीहरू हाम्रो बोके चाहिँ एउटा चाहिँ त्यहाँ चढिरहेको छ यस्तो आफै अहिले चरा ढुस परेपछि म त मरेँ भन्छ क्या त्यसले त्यही हो समस्या भनेको त्यही नै हो कि साथीहरू अब के गर्ने त हाम्रो चाहिँ काँक्रा धेरै छन् कि यो पाला गराउनु अब यो काँक्रा चाहिँ खान पाउँछु अवश्य नै पाउँछु खान चाहिँ त्यही हो साथीहरू मलाई थाक लाग्यो म पनि रोड्नेर पुगेँ यस्तो हरिहाल्छ मान्छे मलाई खिच काट्न पनि सक्छन् के यस्तरी आया के भइदिरहेको यस्तो यस्तो के भइदिरहेको छ हो ल त साथीहरू गएँ है त बाई बाई
हेलो साथीहरू, आज चाहिँ मेरो बुनुले खाना बनाउँदैछ। हेलो बुनु। यो चाहिँ अहिले धुलो मिचिरहेको छ होइन, अनि यस्तो छ धुलो। रोटा हाल्ने मान्छेको हालत अनि मिचिरहेछ दौरो पारामा। अब सबै रोटा बनिहाल्छ होइन? रोटा हाल्ने कि नै? जान्छौ कि नै रोटा हाल्न? हो र जान्छौ त्यसो हेसी रोटा हाल्न। यसा तरकारी पाकिरहेको छ होइन गाइस, त्यही हो। सो गाइस, मेरो बुनुले चाहिँ धुलो मिचिसकेको छ। यता हेर्नुहोस्, मिचिसकेको छ। अब उसले चाहिँ रोटी पकाउँछ साथीहरू हो होइन? रोटी पकाउँछौ नि? हो र? ए ल ल। हेलो साथी, आज चाहिँ म नास्ता बनाउँदैछु। चाउचाउ नास्ता बनाउँदैछु। अब खानुपर्छ, भोक पनि लागिसकेको छ, त्यसैले चाउचाउ नास्ता बनाउनु पर्ने हुन्छ। मेरो बुनुले चाहिँ नुहाएर, आज शनिबार सन्डे सटरडे हो साथीहरू, त्यसैले उसले चाहिँ नुहाइसकेको छ। आफ्नै पारामा चाहिँ हामी रब्बे जस्तो क्या अरे बहिनी? सोच भने गेम खेल्दैछु साथीहरू। खेल्ने भन्ने छ, अब हेरौँ। गेम खेल्छौँ साथीहरू। तपाईँलाई अहिले मैले चाहिँ चाउचाउ बनाउन लागेको छु यता, हेर्नुहोस् होइन? करेन्ट चाउचाउ बनाउँदैछु गाइज। अनि त्यसपछि चाहिँ म तपाईँहरूमा भेट्ने छु। हेलो साथीहरू, आज चाहिँ हामी के गेम खेल्न जाँदैछौँ अरे? गेम खेल्दैछौँ साथीहरू। सबैले मलाई रचिदिनु होला। आज चाहिँ हामी खेल्नुपर्ने गेम गेम खेलिरहेको छ हामी होइन? कति खादियो ये भला छिटो। जा कति हाँक्ने है? ये तो rock paper shoot जा। Rock paper shoot. Rock paper shoot. क्या है? भाई
पेपर सिट पढला त्यो जा Da. क्या खाएर खुसी भइयो नुहाएर भने पछाडि होला जा Da. Hidup भयो Da. Hola, hola. Wow, Sangita Sauni. Kau ayo. Dah. Dah, छिटो सक्यो जा तू ल
जा त भने माठ भइ पर तल बाख्रा लाँदैन तिनको जिउले मात्रै सिक्यो राखिदिएर हुन्छ आइसके भाइ आउँछु दादा 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 Gaba. Jamponi frio, guys. Piral mala. हेलो हेलो साथीहरू अहाँ चाहिँ बाख्रीकोटाले उति मान्छे उति छ त चाहिँ हैन छ्याउ त राइट साथीहरू के छ खबर जिसु जिस्मान यस्तो छ उनीहरुको पारा चाहिँ रमाइलो छ अब के गर्ने साथीहरू त बाख्रा चरिरहेको छ नि यता यस्तो त्यति राख परेको थियो नि बाबुलाई राख पनि नगर त नगर हे नगर पनि हौ यता बाख्रा चरेर नि यता यस्तो गरेर छ कि मान्छेले नतर बाबुलाई कस्तो भयो हेर हैन हैन जिस्मान दाइन्थ वर्ष यता बाख्रा पाठा चरिरहेको छ यस्तो गरेर चाहिँ बाख्रा पाठा छ त्यही हो साथीहरू तपाईहरुलाई भिडियो के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला अनि सब्स्क्राइब गरिदिनु होला भन्नु अरे कि अनि यो चाहिँ यस्तो सुनिरहेको छ सुनिरहेको छ अय्या चुम्मा गर त चुम्मा गर त यसरी खेलिरहेको छ साथीहरू तालिम पिट त तालिम पिट तालिम पिट नमस्ते मेरो नाम जिज्ञासा बुढा त्यही हो साथीहरू मेरो बाख्रा चाहिँ गइसक्यो उता हेर तँ ल ल ल ल ल तपाईँहरूलाई भिडियो के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला भन्न चाहन्छु म त बाई बाई एभ्रिवान